दर्शन नमस्ते। आज पनि चाहिँ फेरि पनि आज न्यू भिडियो ल्याएर आइसकेको छु। अनि मेरो चाहिँ भान्जी छ एकजना, अनि भान्जी चाहिँ घर आएको थियो नि त। अनि घर आएपछि चाहिँ भान्जीले चाहिँ फेरि के गर्छ भने कामहरू बिगारिरहन्छ क्या। अनि के अरे आफ्नो मामाको अथवा मेरो रुममा पस्यो भने पनि उसले काम बिगारिरहन्छ, के चलाइरहन्छ नि त। अनि आज चाहिँ मैले फोन दिएको थिएँ भान्जीलाई, फोन चला भनेर। अनि भान्जीले चाहिँ भित्र गएर ब्लग बनाएछ होइन। ब्लगर भने चाहिँ मेरो फोन चाहिँ चार्ज गरेर पठाएको, तर ब्लग बनाएछ। मेरो भान्जीले के गर्छ है त, भित्र गएपछि हेर्नुहोस् त गाइस। ल स्ट्यान्ड हो होइन। आज चाहिँ म मामाको कोठामा आएको क्या। अनि स्ट्यान्ड मामाले भिडियो बनाउनुहुन्छ नि त। यहाँ कपडाहरू पनि अलग पत्र छ। यहाँनिर अब बनाउँछु एकदम गाइस। अड्काउने त मलाई गाह्रो लाग्छ यहाँ फेरि। अर्कै गाइस हाम्रो चाहिँ काम मेरो हात त्यस्तो भइसकेको छ। मैले अस्ति मामाकोबाट टिकटक बनाएको थिएँ, तर मामाले डिलिट गरिदिनु भएछ गाइस। अनि मलाई चाहिँ मामाले उयो गर्न पठाउनु भएको थियो। यो चाहिँ हाम्रो घरबाट किनेर ल्याउनु भएको सिलमसाकमा। अनि घर चार्ज गर्नु पठाउनु भएको गाइस। म चाहिँ यस्तो गर्दै बसिरहेको छु। अहिले मामा आउनुहुन्छ गाइस। अनि स्ट्यान्ड मलाई यहाँ कोठामा पस्न दिनु हुँदैन, किनकि म कति त चकचक गर्छु क्या। पहिला एकचोटि मामा नहुँदामा आएको थिएँ, अनि चकचक गरेर पस्नु चाहिँ दिनुहुन्छ, तर चकचक गर्नु दिनु हुँदैन गाइस। मेरो मामा चाहिँ आर्मी हो, हजुरहरूलाई थाहा छ। अनि मेरो मामा सिङ्गर पनि हो। हजुरलाई म फोटो देखाउँछु को भनेर। मेरो मामै हो।